क्याश अन डेलिभरी कि डिजिटल पेमेन्ट अप्सन तपाईको अनलाइन स्टोरको सेल्स बढाउनको लागि कुन सबभन्दा धेरै इफेक्टिभ छ? नेपालमा अहिले पनि 70% भन्दा धेरै अनलाइन सेल्सहरू क्याश अन डेलिभरीबाट आउने गर्छन्। तर बिस्तारै नेपाली कस्टमर्सहरू डिजिटल वालेट र ब्याङ्क ट्रान्सफर जस्ता डिजिटल पेमेन्ट अप्सन्सहरूलाई अडप्ट गर्दैछन्। क्याश अन डेलिभरीबाट कस्टमरको ट्रस्ट जित्न सजिलो हुन्छ, किनभने कस्टमरले सामान पाएपछि मात्र पे गर्छ। तर यसको ड्रब्याक के हो भने क्याश अन डेलिभरीबाट आएका अर्डर्सहरूको रिटर्न रेट्स हाई हुन्छ। त्यति मात्र नभएर तपाईको डेलिभरी कस्ट समेत खेर जान सक्छ, जसले गर्दा तपाईको प्रफिट्सहरू पनि घट्छ। डिजिटल पेमेन्ट अप्सन्सहरू मोर सिक्योर हुन्छन्। अर्डर आएपछि तुरन्तै तपाईको अकाउन्टमा पेमेन्ट आउँछ। कस्टमर्सको पेमेन्ट्सहरू पनि सजिलै रिकर्ड गर्न मिल्छ। स्टडिजहरूले यतिसम्म भनेको छ कि डिजिटल पेमेन्ट अप्सन्सबाट आएका प्रिपेड अर्डर्सहरूको रिटर्न रेट 2% भन्दा पनि कम हुन्छ। तर सबै नेपाली ग्राहकहरूले डिजिटल पेमेन्ट अप्सन्सहरू युज नगर्ने रिस्क पनि छ। त्यसैले स्मार्ट बिजनेस ओनर्सहरूले आफ्नो अनलाइन स्टोरमा क्याश अन डेलिभरी एज वेल एज डिजिटल पेमेन्ट अप्सन दुईटै प्रोभाइड गर्ने गर्छन्। अनि बिस्तारै अफर्स, डिस्काउन्ट्स वा क्यासब्याक्स राखेर आफ्नो कस्टमर्सहरूलाई डिजिटल पेमेन्ट अप्सन्स युज गरेर पे गर्न एन्करेज गर्छन्। स्टेकीबाट बनाइएको ई-कमर्स वेबसाइटमा क्याश अन डेलिभरी सँगसँगै ई-सेवा, खल्ती, फोन पे जस्ता ट्रस्टेड पेमेन्ट अप्सन्सहरू सजिलै इन्टिग्रेट गर्न मिल्छ। त्यसैले अब ढिला नगर्नुहोस्, स्टेकी.com मा गएर निशुल्क साइन अप गरी आफ्नो ई-कमर्स वेबसाइट स्टेकी मार्फत फ्रीमा बनाउनुहोस्, किनभने स्टेकीबाट ई-कमर्स बनाउन एकैछिन तर कमाई हुन्छ हरेक दिन।